नमस्कार, म लक्ष्मी कणेल, पिएसएम नेपालको समाचार प्रमुख। म चाहिँ यति बेला अर्घाखाँची जिल्लामा रहेको सुपा देउराली मन्दिरमा छु र यहाँ मन्दिर अलि तलको स्थानमा रहे पनि यो मन्दिरको किम्वदन्ती जे छ, जुन लाउरेको शालिग या लाउरेको फोटो टाँसिएको भन्ने किम्वदन्ती थियो, त्यसैको अगाडिबाट चाहिँ म यति बेला बोल्दैछु र यहीँको स्थानीयवासीसँग म यो लाउरेको के रहेछ त किम्वदन्तीको बारेमा सोध्न गइरहेको छु। नमस्कार। नमस्कार। यो सुपा देउरालीमा लाउरे टाँसिएको शालिग टाँसिएको भन्ने छ, त्यो चाहिँ के रहेछ सुरुमा भनिदिनुहोस् न। सुरुमा त के भएको भन्ने नि यो धेरै साल पहिले अङ्ग्रेजले भारतमा राज गरेको त्यस बेलाको कहानी हो। यो त्यस बेला भएको घटना हो। लाउरेमा शहीद चाहिँ भएको नि यहाँ। त्यसो गर्दाखेरि उताबाट यहाँ सन्धि खड्काबाट अगाडि अझै मगर गाउँ छ, त्यहाँ मगर हुने भन्ने कुरो हामीले थाहा जानकारी भएको। त्यहाँबाट यहाँ आउनुभयो। यो मन्दिर खोलामा थियो पहिला। यहाँ देवी दुईवटा हुनुहुन्छ, अहिले पनि खोलामा मन्दिर छ। उहाँ दुर्गा देवी हुनुहुन्छ, चोखो मन्दिर। उहाँ मेढो चढ्दिन, भोग चढ्दिन है, पर्या उठ्छ, दुध चढ्छ, हडुवा पुडी पकाउँछन्, बाँड्छन् त्यहाँ। यहाँ माथि कालीदेवी, यिनी दुइटै भगवान् तल हुनुहुन्थ्यो पहिले। कालीदेवी, दुर्गा देवी, गणेश भगवान्, शिवजी भगवान्। यहाँ पहिला मोटर बाटोको साधन थिएन। यहाँ पहिल्यैदेखि यहाँ तल मन्दिर थियो, सानो थपना थियो। त्यहाँ पूजा गर्ने, दुल्के पैसाहरू चढाउने, तामाका, त्यस्तो भइरहेको थियो त्यहाँ एउटै देवी भनेर हामीले नि पुत्यौँ यहाँका बासिन्दाले। त्यहाँ उताबाट आएर यहाँबाट 20 किलोमिटर अगाडिको खिमबहादुर थापा मगर आएर त्यहाँ भोग गरे, भकल मागे। सुनको धरा दिम्ला बोके भाँडा चल्मा म लाउरी नेपाम गरी भएको केटो भनेर यहाँबाट गए इन्डिया। जाने बित्तिकै बिना हाइट बिना पढाइ भर्ती भएका अरे उनी। त्यसपछि भर्ती भए, आउजाउ यहाँ भइरह्यो। उनीको आउजाउ भइरह्यो। घर पुग्ने, आउने, जाने, इन्डिया डिप्टीमा जाने अनि आउने भइरह्यो। भकल दिनु भएन उहाँले। उहाँको नाम औँली चल्दै गयो। खिमबहादुर थापा मगर इन्डियाको 100 क्याप्टेन बने। आउजाउ धेरैपल्ट भयो, पिङसिङ निक्लिने नि बेला पनि भयो। त्यसपछि उहाँ रिटायर भएर आउनुभयो। देवीलाई फेरि के आश थियो भने यो यति ठुलो भकल कसैले गरेको यो रिटायर भएर आउँदा रिटायर फर्केर आउँदाखेरि यसले निश्चय नै देला भन्ने फेरि देवीको आत्मामा भन्नाले आस्था जागिरह्यो, आश गरिरह्यो देवीले। उहाँ रिटायर भएर आउनुभयो। फेरि फुल नसामा आउनुभयो अरे भन्ने हामीले जानकारी पाएको। फुल नसामा आएर यहाँ इन्डियाको हरेक पत्थरकोट गोरसिङीबाट हिँडेर आउने बाटो थियो पहिला। खोलै खोलको शीतखोला भन्थ्यो पहिला। यहाँ अहिले शीतगङ्गा नगरपालिका चलेछ। यो 2 नम्बर हो। यो 2 नम्बरमा हुनुहुन्छ अहिले। हामी पनि 2 नम्बरमा हुनुहुन्छ, तपाईँ हामी छौँ। त्यसो गर्दाखेरि यहाँ आएर आज पूजा रिटायर भएर आउनुभयो। यहाँ नसामा आउनुभयो, रक्सी दारू जे पनि हो खाएर आउनुभयो। पैदल हिँड्दै आउँदाखेरि नि उठेर लाउरेले ठुलो मान्छे खाँदै आए। खाँदै आउँदाखेरि यो मन्दिरमा आएर के भने भन्दाखेरि यहाँ सुपा खोला भन्ने बजार थियो, तल खोलाबाट बजार थियो। खोलामा खरले छाएका झुकुटा थियो उठेर, हामीले जानेको कुरो जान्दाखेरि खोलैमा बजार थियो। बुढाबुढा मान्छेहरू भेटिन्थ्यो पहिला। त्यहाँ बजारमा बसेर आज पूजा गरेर अर्को दिन उठेर आज पूजा गरेर जाने बेलामा उनी सिधै गयो उहीँ नसामा। नसा गरेर आएको थिए, नसामा गए। नसा गरेर आएर नसामा चाहिँ उहीँ पुगे। उहाँ पुगेर के भने भन्दाखेरि म आइहालेँ, मलाई कसले रेख्छ र भनेर आज पूजा गरेर जाने बेलामा उल्टो धम्की जस्तो उनीले पदार्थ गरे। म आइहालेँ, मलाई कसले रोक्छ र भनेर छाती पिटेर अगाडि बढेका हुनाले बढ्दाखेरि देवी चाहिँ प्रकट भइन् त्यहाँ त्यस बेला है। देवी प्रकट भएर के गरिन् भन्दाखेरि हात खुट्टा उतिखेरि गायब गरिदिन्। कसैको शरीरमा प्रकट हुनु हो या त्यत्तिकै आफै प्रकट हुनु हो। देवी प्रकट हुनुभयो कि त्यहाँ लाउरेको अगाडि देवी प्रकट हुनुभयो। देवी प्रकट भएर के गर्नुभयो भन्दाखेरि उहाँको लाउरेको दाहिने खुट्टो, 2टा हात कत्न गयो भन्ने थाहा भएन। त्यहाँ खुनको धब्बा पनि खसेन अरे। बुढाबुढाहरूले भनेको कुरो है। त्यहाँ खुनको धब्बा पनि खसेन। लाउरे बङ्गलङ्गै पल्ट्यो। हात खुट्टा भेटिएन त्यहाँ। त्यसो हात खुट्टा चाहिँ लैदिए। त्यसपछि अरू भगवान्ले सोधे यो के गरेको देवी, यसलाई के गर्ने त अब भनेर अरू भगवान्ले, यहाँ शिवजी भगवान् थिए, गणेश भगवान् थिए होइन। त्यहाँनिर काश्य गुफा बाबा थिए। यिनी अरू भगवान्ले सोद्धाखेरि यो त पापी दुष्ट हो, यसले आफै भनेको यसलाई भरिपूर्ण भयो, यसलाई हामीले पुजेन,
हामीलाई पूजा पनि गरेन यो अब त्यसै निक्लिन थाल्यो अनि यसलाई अब यसलाई दुनियाँले देखिने ठाउँमा लगेर गायब गरिदिने यसको चित्र देखाइदिने भनेर यो उहाँ त फेरि उठाएर कसरी माथि लए कसरी यहाँ माथि पनि सिद्ध बाबाको मन्दिर छ ठुलै यो परमाथि उहाँ सबै यहाँ भएभरिका भगवान् मिलेर फेरि माथि कसरी लए अब माथि लगेर यहाँ पहिला सिम्पल परमति थियो यो है यहाँ केको यो दाग साग अहिले लाउरेको साग भन्छन् यसलाई है यहाँ दाग साग केही पनि थिएन यो चट्टानमती सेतो परमति थियो वास्तवमा गएर के भयो भन्दाखेरि नि लाउरे त्यहाँ ढलाइदिए देवीले ढलाइदेखेपछि ढलाइपछि यसलाई के गर्नु त भनेर अरू भगवान्ले सोद्धाखेरि यो त पापी दुष्ट हो यसलाई दुनियाँले देख्ने ठाउँमा लगेर गायब गरिदिने यसको चित्र निकालिदिने भनेर नि पहिला नि यहाँ दागै नभएको यहाँ दाग निक्लियो फेरि अनि यहाँ खोजी भयो लाउरे अलिक पछि त्यो ढलाइसकेपछि यहाँ गायब गरिसक्यो देवताले अनि त्यहाँबाट खोजी भयो पल्टनमा पनि छैन त्यो लाउरे यता अनि अगाडि पनि छैन अनि उहाँ घर पनि गएको छैन यसलाई कहाँ गयो त यो भनेर खोजी गर्दाखेरि देवीको भक्कल ठुलो यहाँ लामाहरू छन् यहाँ यो गुरुङ इलाका हो तपाईँ गुरुङ इलाका हुनुहुन्छ अहिले हाम्रो गुरुङ इलाका हो यो देउराली यता गुरुङ हो उता अनि मगर अनि बाहुनहरू के मिलेछन् है यो पोली गएर पनि बाहुनहरू छन् यहाँ गुरुङ इलाकामा हुनुहुन्छ यहाँ लामाहरू थिए पहिला अनि ठुल्ठुला ढेग्रो ठटाउने के अब तिनी लामाहरू थिए उनीहरूले एउटा माताहरूले यहाँ जम्मा भएर यो लाउरे गयो गएको त भनेर यहाँ कपाल दाखरी कपाल पनि भयो यहाँनिर यहाँ ठुल्ठुला यहाँनिर ढेग्रो ठटाउने यताउता जम्मै भयो हुँदाखेरि यहाँनिर लाउरेको ठुलो भक्कल रहेछ लाउरेलाई देवीले हिजो गायब गरेछन् भन्ने यहाँ वास्तवमा त्यो गरायो भयो त्यही भन्दै आए त्यही चाहिँ भइरहेछ खिमबहादुर थापा मगरलाई हिजो गायब गरेको भन्ने उसको आत्मा यही छ भनेर फेरि यो मूर्ति बनाए यो आत्मा यही छ अनि यहाँ काम्नेहरूले पनि हुन्छ ठुल्ठुला माताहरू आएर काम्नुहुन्छ अनि के लिएर चढाउनुहुन्छ फलाक्नुहुन्छ होइन यहाँ पनि अहिले पनि धेरै माता हिजो पनि धेरै चाहिँ काम्नु भयो यहाँ म यहाँको अनि समस्या भने पनि अब म देउराली कर्मचारी पनि हुँ म यहीँ बसिरहन्छु अनि लाउरेले त्यो भागकल गर्नुभयो भन्ने चाहिँ कसरी थाहा भयो त गर्नुभयो भन्ने त अनि यहाँ अनि लाउरे गायब भयो भने थाहा त अनि त्यही त भनेको नि यहाँ लामा यिनी माताहरूले थाहा पाए उनी टुनामुना जानेका हुन्छन् ए मतलब पहिला चाहिँ यस्तो यस्तो गर्नुभएको रहेछ त्यसपछि चाहिँ नदिएर अनि यसरी गायब देवीले तार्नुभयो भनेर नि यहाँ लगाएर लामाहरूले अनि माताहरूले यिनीहरूले पत्ता लगाए कति सालतिर चाहिँ अनि यो त्यही त भनेको नि अङ्ग्रेजले भारतमा राज गर्दाखेरि भर्ती भएका खिमबहादुर थापा हो भनेपछि रिटायर भएर फर्किने बेलासम्म अनि कति सालमा फर्किए कतिखेर निधन भयो यिनीको कतिखेर गायब गर्दै यहाँ त्यो त मलाई त्यति अनुभव छैन तर नि यहीँ गायब गरिदिएको भन्ने यहाँ त्यस्तो भयो भनेपछि पुरो अङ्ग्रेज भएर नेपाल भनेपछि अलि पहिलेको हजुर अङ्ग्रेजले भारतमा राज गरेको थियो त्यस बेला नेपाली यहाँ त गएर अनि खिमबहादुर थापा मगर भर्ती भयो भारतमा अथवा विदेशमा पछि विदेशमा गयो कि कता गयो होइन भर्ती त भयो आउने जाने पनि भयो यहाँ तपाईँलाई थाहा छ उहाँहरूको फ्यामिली अहिले हुनुहुन्छ कि हुनुहुन्न उनीको खलाती पलाती सेती फुलीको बुढा आउँथे यहाँ है यहाँ आउँथे अनि यहाँ अनि समितिले 10,000 दिन्थ्यो महिनाको तर त्यो अहिले अनि आउँदैन तिनी सेती फुले चाहिँ मऱ्यो कि दिएको छैन 5-6 वर्ष भयो अहिले आएको छ हाम्रो मान्छे हुनुहुन्छ भन्दै आउन चाहिँ आउनुहुन्थ्यो ए हस् धन्यवाद छ हजुरलाई